पम्फादेवी राणा। अनि उहाँ हजुरको कमल। नमस्कार सबैलाई, म कमल बहादुर पुन मगर। मेरो घर बडी केदार गाउँपालिका 3 डोटी हो। अहिले म नेपाल मगर सङ्घको सुदूरपश्चिम प्रदेश अध्यक्ष। धन्यवाद। यहाँ वयोवृद्ध बुवालाई भेटौँ भनेर आएको। हजुर धन्यवाद। अनि सबभन्दा पहिला हजुर चाहिँ पुर्खा कहाँबाट आउनुभयो हजुर चाहिँ? हाम्रो पुर्खा पहिला आएको गोर्खाबाट आएको अरे। कति सालतिर आउनु भएको रहेछ? खै त्यो मलाई थाहा भएन। अब त्यो बुढाहरूले भनेन् मलाई। हामी गोर्खाली मगर त्यहाँ गोर्खाबाट आएका हौँ अरे। हजुरको पाल्पा। हजुरको कुन पुस्ता आउनुभयो यहाँ? मेरो पुस्ता भनेको बाजेको पुस्ता। बाजेको पुस्ता आउनुभयो अनि गोर्खाबाट आउनुभयो। अनि बाजेको पुस्ता आएर त्यहाँ पाल्पा रहेछन्। पाल्पाबाट आँधी खोलामा बसेका रहेछन्। हजुर आँधी खोला। आँधी खोलाबाट हाम्रा बाजेहरू जङ्गबहादुरको पालामा लेपराइट गर्दै आँधी खोलाबाट को आएछन् भने एउटा प्रेमालेको सन्तान, एउटा गुरुङको सन्तान उहाँ डडेलधुरा, एउटा चाहिँ नि बैतडीका राणा, त्यो अचेल थापा लेखेका छन् तिनले सहवीर के तिनको सन्तानसँगै आएको हो अरे। त्यसपछि लेपराट गर्दै आएर डोटी गए, डोटीबाट बसे सिलगढीमा। त्यसपछि प्रेमालेको सन्तान र हाम्रा सन्तान डोटी बसे र तिनीहरू आए यता। अनि गुरुङ यहाँ डडेलधुरा बसे। अनि ती राणा बैतडी गएर बसेछन्, सहवीर राणाको सन्तान। त्यही भएको हो अरे। हजुरको भन्नाले बाजे यो कुनै यो फोर्स पुलिस आर्मीकै क्रममा कर्मचारी कालजङको जमदार थिए अरे बाजे। त्यो चाहिँ नेपालमा यो के अरे नेपालको एकीकरणको सिलसिलामा सायद बहादुर शाहको पालामा हुनुपर्छ। त्यही हो ठहरिन्छ। अनि हजुर चाहिँ आइसकेपछि हजुर पाल्पा हुँदै सिलगढी यसरी चाहिँ भएर चाहिँ आइपुग्छ होइन? र यसमा हजुरका अहिले सन्तानहरू गोत्यारहरू चाहिँ यहाँ कति हुनुहुन्छ? छैनन्, मेरो गोत्यारै छैन। यतातिर कोही हुनुहुन्छ? कोही छैन। अहिले कति परिवार हुनुहुन्छ यहाँ? परिवार हामी यति हो, म छु, अब 4 भाइ छोरा छन्, त्यति नै हो परिवार। 4 भाइ छोरा छन्, त्यति नै हो। अनि राणा कुन राणा भन्नुभयो हजुरले? सूर्यवंशी राणा। अनि यहाँ भएका अरू राणाहरू कति किसिमका राणा हुन्छन्? राणा त धेरै हुन्छन्। पल्ली पनि राणा हुन्छन्, हुन्चिन राणा हुन्छन्। अब सूर्यवंशी हामीले चितौरे राणा, दर्लामी राणा, के राणा हुन्छ, 12 राणा हुन्छन् अरे भनेर भन्थे। अब त्यो कति हुन्छ मलाई थाहा छैन। हामी त सूर्यवंशी राणा हो। अनि हजुर चाहिँ आफ्नो पुर्खाको खोजीमा गोर्खातिर गइबक्सी खै गएको छैन। म जाने भन्ने मेरो नीति धेरै थियो, तर भएन, भ्याउन सकिएन। अब त्यसै अब भ्रमण श्रमणमा त त्यसै गइयो, पार्टीको भ्रमणमा गइयो, त्यो त केही खोज्नु सकिएन। अनि हजुरको विचारमा मगरको खास धर्म संस्कृति के हुनुपर्छ? मगरको धर्म संस्कृति भनेको त्यही नै हो। अब हामीले चाहिँ नि छोरीबेटीलाई के अरे बाहुन मान्छौँ के अरे। अहिले चाहिँ नि हामी यो हिन्दू धर्म भनेर पश्चिममा आएर बाहुनलाई पनि मान्ने गरेका छौँ, दुईटामा परेका छौँ हामी। त्यही हो हाम्रो। अब चाहिँ नि अब पहिला हाम्रो संस्कार भनेको खास गरिकन छोरीबेटीलाई नि बाहुन बनाउने संस्कार हो के अरे। अहिले त्यो संस्कार छुटेर तैपनि हामीले बाहिर चाहिँ बाहुनलाई गरे पनि भित्री छोरीबेटीलाई पनि दान गर्ने यस्तो नीति लिएका छौँ। त्यो चलन हाम्रो छँदैछ अहिलेसम्मलाई। अनि हजुरको चाहिँ यतातिर अब मगरहरूमा यो अहिले चाहिँ अब कसैले दसैँ मान्ने नमान्ने यस्ता खालको कुरा गर्छन्, हजुरको विचारमा कस्तो लाग्छ? अब हामीहरू चाहिँ के हो भने डोटी सिलगढी बस्यौँ, सबै दसैँ मान्ने टिका लगाउने भयौँ। त्यही अनुसार पुर्खाले गरेको लगाउने भन्ने कुरो त्यसरी पनि लाउने गरिरहेका छौँ। तर कैयौँ मगरहरूले नलगाउने भन्ने नीति पनि ल्याएछन्। त्यो कुरोलाई अहिले मान्यता दिएको छैन। धेरै जस्तो संस्कार त्यो छैन। कोहीले मात्रै लाउँदैन, दसैँ टिका मान्नुहुन्न भन्ने नीति ल्याएका छौँ तापनि त्यसको लागु भएको छैन। मगरहरूको आफ्नै संस्कृति दसैँ हो कि होइन भन्ने बारेमा हजुरको मत चाहिँ के छ? वास्तविक कुरो त्यो संस्कृति त हाम्रो रहन्छ। हिन्दू धर्मले गर्दाखेरिमा त्यो कुरो हो भन्ने कुरो एउटा बनाएका छन् तापनि तर हाम्रो रहन्छ। किनभने त्यसै दिनमा हाम्रो चाहिँ लगन थापालाई कहाँ झुन्ड्याएर मारेका रहेछन्। त्यस कारणले हामीले मान्नुहुन्न भन्ने नीति त्यसरी ल्याएका रहेछन् कि जस्तो शङ्का लागेको छ मलाई।
तर वास्तविक कुरो त्यो कुरो मलाई थाहा छैन तर त्यही थाहा रहेछ त्यसको खोज अनुसन्धान गर्न चाहिँ बाँकी छ भन्नु पर्यो त्यही छ नेपालमा पनि खास गरी मगरहरू अहिले दुई धारमा विभाजित छन् विभाजित भइरहेछ कसै लाउँदैन फेरि के छ नमान्ने अनि चाहिँ यो हजुरको यो छ नि अब यहाँ मगरहरूमा पनि उतातिर कतिपयले चाहिँ अब मर्दाखेरि 13 दिन बार्ने 12 दिन बार्ने भन्ने छ कहीँ 7 दिन बार्ने भन्ने पनि छ हजुरको चाहिँ विचार के छ कस्तो छ हामीले यतातिर त पुरै 13 दिनै बार्छन् 13 दिनै गरेका छौँ त्यो सुतको चाहिँ 9 दिन बार्ने त्यस्तो खालको होला सुतको अब उसको पनि यसो छ अब बाहुनमा हो 11 दिन 10 दिन 11 दिन चाहिँ छोराको 9 दिन छोरीको सुतको मान्नुपर्छ भन्ने नीति बाहुनले ल्याए त्यही नीतिलाई हामी परिणत भएको छौँ अब जस्तो 3 दिने के अरे चोखिनुपर्छ 7 दिने चोखिनुपर्छ भन्ने कुरो अब बाहुनलाई सोध्ने हो बाहुनले त्यो कुरो किन भन्ने भयो त्यस कारणले उनको नीतिमा हामीले गइरहेका छौँ अहिलेसम्म गर्नलाई कसैले त्यो काम पनि गरिरहेछन् त्यस्तै छ किनभने हामी त दुईटा नाउँमा चढाएका छौँ नि त यता र उता यसो गरेका छौँ नि त हामीले हजुरलाई अहिले उमेर कति वर्ष भयो अहिले मलाई 89 सालको जन्म हो मेरो 89 वैशाख 1 गतेको जन्म हो अहिले मलाई झन्डै 93 पुग्नुपर्छ अनि भाउजूलाई कति वर्ष हो उसको 2 सालको जन्म हो 2 साल भनेपछि 2 साल कति 80 साल 2 साल 80 वर्ष अनि हजुरको बाजे जिजु बाजेको नामहरू केही थाहा छ कि बाजेको नाम हाम्रो के रघुवीर राणा हो बुवाको नाम भक्तबहादुर राणा हो अनि जिजु बाजेको नामहरू जिजु बाजेको नाम मलाई थाहा छैन थाहा भएन है कहाँ लाग्यो धेरै पछि लागे धेरै पछि भन्न त सामाजिक सेवा चाहिँ एकचोटि कति सालमा हजुर उपाध्यक्ष हुनुभयो होइन उपाध्यक्ष म 54 सालमा 54 सालमा उपाध्यक्ष हुनुभयो उनलाई त 59 के अरे 49 मा पनि हामी लड्यौँ एमालेबाट लडेको त्यस बेला हारियो काङ्ग्रेस जित्यो त्यसपछि गएर 54 मा हामीले त्यही पार्टीबाट अनि हजुरको यो मगर सङ्घमा हजुरले कुन कुन उसमा चाहिँ हजुरले आबद्ध भएर काम गर्नुभयो त जिल्ला सदस्यमा गएँ त्यसपछि मैले एउटै रुबस काँडा इक्रासम्म त्यहाँसम्म चाहिँ नि टाल्टु त्यही कुरा चाहिँ बनायो तिनलाई सहमति बनाएर चुनाव गराउने त्यही काम गऱ्यौँ आएर यहाँ चाहिँ परि अध्यक्षमा चाहिँ चन्द्रबहादुर असैलाई बनायो ती रापरमा थियो नि त तिनलाई बनाएर तिनलाई पनि एमाले बनायो मैले त्यसो गर्दै गयौँ र रुबस काँडा गयौँ त्यो प्रेमालेलाई काङ्ग्रेस स्थिति तिनलाई एमाले बनायौँ त्यो काम गरियो अरू केही गर्न सकिन्न त्यहाँ तल गोदाम भन्ने पनि पुग्यो हालताल मलाई खुट्टा दुखेर म फर्केर आएँ पछि अरू गएर अहिले त्यस्तो खालको केही यो मगर सङ्घमा त्यस्तो जिम्मेवारी त हजुरको केही छैन मसै छैन पार्टीको जिम्मेवारी पनि खासै केही छैन पार्टीको जिम्मेवारी छैन बुढो भयो अब नसक्ने मात्रै नहोला त्यही हुँदैनौँ त्यहाँसम्म यो काम हुनेवाला छैन हामीले यो एउटा लागिराख्नुपर्ने कुरो हो जगाइराख्नुपर्ने कुरो हो यो कुरो हामीले गर्नु अनिवार्य देखा परेको छ त्यस कारणले अरू चाहिँ के अरे यो जनजातिहरूलाई पनि केही हामीले समेट्न सक्ने हामीमा शक्ति यो पनि बनाइदिउन् यही नै मेरो आग्रह हो बजै चाहिँ नै ले मलाई पाल्यो आमा पहिले गइन् बुवा मेरो चाहिँ नि के अरे वर्ष दिनमा 2 वर्षमा बुवा बित्नुभयो त्यसपछि आमा पहिले गइन् त्यसपछि अब बजेको जिम्मा भएँ उनले कहाँ पढाउने म त कस्तो भएँ भन्नुहुन्छ भने यिनीहरू कहाँ ठाउँहरू चाहिँ पाठशाला राख्ने भयो नि त यसो त्यहाँ गएर विचार गऱ्यो भने त्यो विद्यार्थी वनमा गयो भने उही जाने तिनीसित कुरा गर्ने यस्तो लेख्ने छैन भयो मैले त चोरुको विद्या पढेको हो हेर्नुहोस् म त धेरै बाठो हुन त अब के गर्ने आएर हजुर चाहिँ पहिले सहजपुरै बसोबास गर्नुभएपछि 1968 मा आएको हाम्रो बस्ती सहजपुर 1968 मा डोटी सिलगढी सिलगढीमा चाहिँ कति अगाडि आएको रहेछ सिलगढी आएको अगाडि त्यो चाहिँ उसको जङ्गबहादुरको पालामा आएर लेबराइट गर्दै एउटा हजुरलाई यो जानकारी हुनुपर्छ जस्तो उताबाट आउँदाखेरि हाम्रो जोरायलको यो खलङ्गा भन्ने छ त्यहाँ पनि चाहिँ बसेकाठहरू सिपाहीहरू एउटा अड्डा त्यो हो त्यो के हो ठेक्का रहेछ त्यो चामलले मानुको रहेछ त्यो
त्यो उहाँको अछामको स्वारको रहेछ रेडीको स्वारको त्यसमा पनि त्यस बेलामा गोर्खाबाट हजुरको त्यहाँ चाहिँ दुराहरू भयो अधिकारी अँ, अनि दर्लमी त्यसपछि राणा आएको थियो त्यहाँ मेला मावली पर्छन् ती राणा राणा पनि आएको हुन्छन् राणा हुन्थे ती राणा आए तिनी त्यही राणाको आएर त्यहाँ चाहिँ तिनलाई उ बनायो के अरे कोर्टमा चाहिँ बस्ने चामल माने उठाउने त्यो खल्गा बनायो खल्गा बनाएर त्यो भैरव अधिकारी तिनीहरू बसेको हुन्छ त्यही त त्यो हाम्रा बाजे त्यहाँ चाहिँ अनि त्यहाँबाट अड्डा सार भएर सिलगढी गएछ त्यहाँबाट हजुरको त्यो दुराहरू फेरि केही दुरा त्यहाँ छन् रहे अनि केही दुराहरू फेरि सिलगढी गए त्यस्तो त्यो चामलले मानु हो त्यहाँको त्यो ठेक्का हुँदो रहेछ अगाडि त्यो उसले के अरे त्यो अछामका स्वारहरूले ठेक्का पाएको रहेछ त्यहीमा बसेर त्यो त्यो खल्गा भन्ने त्यहाँ तिनीहरूले त्यो चामल उठाएर त्यहाँ जम्मा गर्नुपर्ने त्यहाँको त्यो जति पनि त्यो दुईटा तोपहरू पनि राखेको कोर्टै छ त्यहाँ बनाएको दुईटा तोपहरू पछि यो तोपहरू चाहिँ सिलगढी चाहिँ अहिले पनि देख्न पाइन्छ तोपहरू छन् त्यो हाम्रो बाजे रहेछन् त्यहाँको त्यहाँ रेखदेख गर्ने सबै कुरो तिनकै हातमा रहेछ त्यस्तो भएर रहेछ केलभाडाको पालना गौडिया राजा रहेछ त्यहाँ अब के हुन्थ्यो भने पाखेहरूले के गर्छन् भने नाउला भएको धारा भएको त्यसलाई मगराउँ भन्छ त्यस्तो नाउँ हो त्यो मगरको होइन हजुर चाहिँ कुलदेवता के मान्ने बस्नुहुन्छ कुलदेवता म त अरू केही पनि मान्दैन कुलदेवता भनेको हाम्रो कुमारी देवीलाई मात्र मान्छ अर्को मान्दैन अनि के को कसरी पूजा त्यो अष्टमीको कालरात्रि खान्छौँ अरूले कालो बोका खान्छन् हामीले सेतो बोका खान्छौँ एक दोस्रो कुरा के छ भने त्यो मासु छोरी पहिलो गएको छोरीलाई खाँदैन भित्रै पकाउने भित्रै खाने अनि त्यो हड्डी मड्डी पनि खाल्टामा हाल्ने त्यति हो मैले पूजा गर्ने हाम्रो अरू केही छैन कुमारी देवीले पूजा गर्छ बालकुमारी देवी भन्छन् त्यो चाहिँ के अरे यो पशुपतिनाथको ऊ हुन अरे द्वारपाल हुन अरे अब त्यस बेला ती कुराहरू त कति हो नि के गरेछन् बुढाहरूले अगाडिको त्यो के अरे बोराको त्यहीमा ठ्याक्क सन्चो भएर अलिक बसेको थियो अरे ठ्याक्क चिठी आयो अरे रघुवीर राणाका छोराहरू मऱ्यो भन्यो त्यो फेन्टो भएर बड्डा बिहान मऱ्यो बजी बेलुकी हो अरे त्यस्तो मऱ्यो त्यसो भएर मऱ्यो क्या बितेको कति भाइ भन्नुभयो बितेको त कति 6 भाइ अरे एकैचोटि बित्नुभयो हैजा पऱ्यो त उहाँ हजुरको बुवा मात्रै रहनुभयो नै 3 भाइ उहाँ मरे 3 भाइ यहाँ मरे 6 भाइ त्यहाँ मरे अनि 2 बुवाका छोरा हौँ हामी 2 भाइ जेठो बुवा र माइल बुवा रहे यो कान्छे बुवाबाट एउटा मरा हाम्रो बुवा रहे भयो 3टा रहे सब मरे अरू कहाँ छन् त अहिले सन्तानहरू सब मरिहाल्यो सबै कोही छैन अरू जहान त छन् होला छैन हजुरको जहान परिवार मात्रै हुनुहुन्छ अहिले म मात्रै छु एउटा माइल बाको परिवार के अरे सुँगुरखालतिर गएका हुन् कता छन् थाहै छैन 5.5 छन् भन्छन् कोही त्यहाँ राणा छन् अरे हुनु अरे भन्ने कुरो छ अरेका कुरो छ उनीहरू यहाँ आउँछ पम्फा कुमारी राणा